पढे मान्छेहरु सबै हुने हैन हैन कहाँ भएको छ कहाँ चाहिँ भएको छ भने तिमी मलाई कहाँ चाहिँ भएको छ देखाउ न एउटा कहाँ चाहिँ भएको छ भने देखाउ न भाइ प्राइभेट स्कुलमा पढेर चाहिँ कहाँ चाहिँ भएको छ स्कुलमा पढेर चाहिँ डाक्टर भएको छैन इन्जिनियर भएको छैन पाइलट भएको छैन आफूमा भोलि वर्गेर बोर्डिङमा पढ्दैमा होस्टेलमा राख्दै हेलो रञ्जित बहुत ट्यालेन्ट हुन्छ अधिकांश मान्छेहरु तपाईको हैन 99% तपाईको प्राइभेट स्कुलमा पढे ए भाइ त्यो पढाइ जतिसुकै प्राइभेट स्कुलमा पढे पनि नि भाइ हैन काम नपाएर हाम्रो क्याम्पको केटाहरू पहिलाको मान्छेहरु एक हप्ता भयो बन्द भएको छ तपाईको एउटा त्यसैले गर्दाखेरि जना हुन्थ्यो पढाउनै सजिलो एक ठाउँ मासु र भात खाएका छन् अहिले यहाँ बसिरहेछन् यसरी त्यही भएर त मैले भने अहिलेको नयाँ सरकार आयो नयाँ सिस्टम बनाउनु पर्यो भन्नु खोजेको तिमी 12 क्लास पढे पनि बोर्डिङ स्कुलमा प्राइभेट स्कुलमा पढे पनि तिमीले लास्टमा त्यही जापानी भाषा कोरिया भाषा पढेर पढ्दै जानै पर्छ जानै पर्छ विदेश त्यही भएर चाहिँ अगाडिदेखि नै थ्योरी प्र्याक्टिकल सबै अब आफूलाई कुनपट्टि प्रवेश चाप हो त्यसमा लाग्दै पढ्दै गऱ्यो भने चाहिँ होइन यो सबै निकालेको त बालेलै हो है यो सिक्नु पर्छ यसरी गर्नु पर्छ सुरुवात काठमाडौँबाट सुरु भएको हैन जुनसुकै पार्टी भए पनि राम्रो सुरुवात गरेको काठमाडौँबाटै हो होइन नि खराब लाग्यो तिमीलाई त कामै छैन होइन मैले भन्नु खोजेको आफूसँग आफै सक्षम हुनुपर्छ भने नराम्रो झापामा घर बनाऊ क्या तिमीले तेरो थुममा घर बनाएर अब त्यहाँ डाँडा काँडामा अब बस्ने बानी भएकोलाई अब तराईको म त थाहा नै छैन अब क्या हाम्रोतिर जे पनि छ नि पाहाडमा फलेको सबै खानेकुरा तिमीहरूले खानु मन हामी खान्छौँ भनेको त त्यो ठाउँमा को उम्मेदवार हो भन्ने थाहा छैन भोट केमा घन्टीमा कसलाई हालेको बालेनले ल अहिले त उम्मेदवारको नाम छैन छैन थाहै छैन नि घन्टी भयो के घन्टी भएपछि भयो होइन अब घन्टीले नि अब दुई तेल लिएर आयो भने धेरै अलिकति शिक्षित मान्छे नै रहेछन् त्यहाँ घरको पनि के हो कस्तो हजुर नमस्कार है भोलि अब राम्रो काम गर्नु सिक्दैन त खतम हुन्छ अब यी घन्टीका समर्थन हो भाइ सबै अब घन्टीले देश बनाउँछ भन्छ होइन घन्टीले देश बनाउँछ भन्छ घन्टीले बनाउने हो कि भत्काउने हो अहिले केटाहरूलाई नै रेकर्ड गरेर राखिरहेको छ पहिला बिग्रेकोलाई त भत्काउने हो नि कस्तो बिग्रेको हो उसको सुरुवात गर्ने त बनाउनलाई त होइन के त एउटा भिडियो गर्नुमा भयो त नयाँ हुन्छ नयाँ मोबाइल लिएर नयाँ हुन्छ आइफोनको फेरि क्यामेरा हान्दियो ल सेकेन्ड ह्यान्ड नयाँ हो भन्दा